वेलकम बैक टू आवर यूट्यूब चैनल। बजारदेखि सुन्नुहुन्छ निकै नै हेलो गाइस, वेलकम बैक टू आवर यूट्यूब चैनल। सबैलाई फेरि स्वागत छ यूट्यूब च्यानलमा। आज चाहिँ फेरि पनि हाम्रो न्यू भ्लगमा आइसकेको छ। आज चाहिँ हामीहरू शनिबारको दिन फेरि राइडको लागि हिँडिरहेका छौँ। हाम्रो साथमा हुनुहुन्छ दिदी। फेरि हामी अरू दुईवटा स्कुटी लगाएर हिँडेका छौँ। दिदी के भन्न चाहनुहुन्छ प्रतिक्रिया दिन? एकदम ह्याप्पी। अब के भन्नु, भाइहरूसँग आज राइडमा हिँडिराखौँ होइन। काठमाडौँ जान्छ नि डेस्टिनेसन त थाहा छैन, तर बाबुहरूलाई चाहिँ हामी एउटा नयाँ रिसोर्ट फुलबारी रिसोर्टसम्म चाहिँ लैजाने भन्ने त्यो त्यहीसम्म जानु त भन्यो अहिले होइन। ल है त गाइस, आज चाहिँ हामी फुलबारी रिसोर्टसम्म है त। हामीहरू चाहिँ नगर बजार पनि काटिसकेका छौँ। अब चाहिँ फुलबारी रिसोर्टमा आउने लागेका छौँ। थोरै टाइम छ, त्यसपछि चाहिँ हामीहरू फुलबारी रिसोर्टमै भेट्नेछौँ। ल है त गाइजहरू, हामी चाहिँ फेरि अब क्वेन्चर बजारसम्म चाहिँ आइसकेका छौँ। चाहिँ बजार देख्न सक्नुहुन्छ, निकै नै रमाइलो छ बजार। गीत गायो अनि एक्कासी फोन आइदियो अनि कस्तो भिडियो लामो गराउँछ नि। भिडियो चाहिँ कटिङ हुने कि पुरै एक्कासी भ्लग गराउँदै गरेर चाहिँ फोन आइदियो नि। फोन आएपछि अब फोन उठाउनै पऱ्यो अनि त्यहाँ भुवा चाहिँ च्याट्टै काटिदिने कि त्यस्तो हुन्छ। इन्द्रचोक चाहिँ हामी काटिसकेका छौँ, हेर्नु सक्नुहुन्छ। ल है त गाइस, हामी फेरि नयाँ बजारतिर आइसकेका छौँ। नयाँ बजार है त। यहाँ चाहिँ महोत्सव लाउने झिरक महोत्सव स्कुलको कि त्यसको चाहिँ थाहा भएन, तर बेलामा हिरक महोत्सव लाउने रहेछ। हामीहरू चाहिँ अब हाम्रो कहाँ अरे गन्तव्य? लगायत हामी चाहिँ फाइनल्ली फुलबारी रिसोर्टमा आइसकेको छ। हाम्रो साथमा हाम्रो ब्रदर हुनुहुन्छ। के भन्ने? लाइक कमेन्ट सब्सक्राइब फलो के भन्ने हेलमेटले टाउका हान्ने हो बोलेको। हाम्रो चाहिँ अब यसो यहाँ खानपिन गरेर सुत्तै हिँड्दैन। हामीहरू चाहिँ खाजा खाएर अनि एकैछिन फोटोसोटो खिच्छौँ। फोटो खिचेर चाहिँ हामीहरू फेरि पनि फर्किन थाल्छौँ। फर्किँदा चाहिँ हामी फेरि माथि पुल हेर्ने सल्लाह हुन्छ, त्यसैले हामी पुलतिर जान्छौँ। अब चाहिँ हामी कहाँ आउँदै हाम्रो हामीहरू चाहिँ फाइनली पुरा पुलको ट्याक्कै मुनतिर छौँ। म ट्याक्क देखाउँछु। उल्टे पुल यस्तो बाटो चढेर हामी चाहिँ यो पुल हेर्नको लागि हामी जाँदैछौँ। सट्ट हेर्दाखेरि हेर्न कति अग्लो माथि छ क्या यो पुल नै। तल पुरा निलो खाले छ हाम्रो खोला, अनि माथि चाहिँ यस्तो खतरा खालको पुल चाहिँ जो छत्रै गराएको नि त। पुल एकजना मान्छे नै छन्। हाम्रो टोली चाहिँ यता आइरहेको छ पुरा। दिदीलाई पनि थाहा छैन ल त हामीलाई नि यसो पुल हिँड्न पाए भयो। सबैलाई पुरै घर जाने चाँडो छ सबैलाई हतार। यहाँ चाहिँ टक्क बिचमा जाऊँ, बिचमा गएर टक्क फर्केर हामी कहाँ बिचमा गएर गाइस देख्न सक्नुहुन्छ भ्यू। वाट अ भ्यू यार। यार पड्केको छ पुरा यस्तो भएछ नि। त्यसलाई फेरि फोन हल्लास भन्ने चिन्ता छ। नि छुट्टै छ। हामी चाहिँ अब हाम्रो फेरि क्रसफायरमा लोवर टक्क जानुपर्छ। अब यति पुलमा यसो एक दुईवटा फोटो खिचेर अनि चाहिँ हामी सिधा घर जानेछौँ। माथि चाहिँ लाइनको चाहिँ थुप्रै विकास भएको रहेछ, तर बाटो चाहिँ उताबाट नै आउने भइसक्यो कि हामी चाहिँ फेरि यताबाट हिँड्दै आउने भयो कि थाहा चाहिँ भएन बाटो कता छ अनि त्यहाँ पुरै यता बाटो फेरि हिँड्दै आउने भयो। त्यही नि केही छैन। जौडे हिँडे जस्तो भयो।